हेलो वेलकम अनदर हाम्रो सर्ट भिडियोमा। आज चाहिँ हामी सानीको बर्थडे छ, त्यसै कारण हामी उहाँको लागि गिफ्ट रेडी गर्दैछौँ। अनि गिफ्टमा चाहिँ मेरो बेबी हुनुहुन्छ यहाँ अगाडि चाहिँ यति राम्रो हुनुहुन्छ, उहाँको स्मेल कति राम्रो छ, राम्रो। अनि उहाँले चाहिँ गिफ्ट प्याक गरिदिन्छ। लिचीको अलिक ट्रेन्डिङ चलिरहेको छ, बुके बनाउनुहुन्छ होइन मेरो बेबीले पनि एकदम फेभरेट हुन्छ, त्यही भएर यसो लिचीको बुकेहरू उहाँलाई चाहिँ थाहा छैन, सानीलाई चाहिँ थाहा छैन हामीले उहाँको लागि यो गिफ्टहरू प्रिपेयर गरेको। अनि उहाँलाई सरप्राइज दिन आँटेको थाहा नै छैन, म झापाबाट आएको त्यो पनि थाहा छैन सानीलाई होइन। अनि उहाँले चाहिँ बुके बनाउँदै हुनुहुन्छ। मेरो बेबीले कति राम्रो बुके बनाउनुहुन्छ, तपाईँहरूलाई चाहियो भने अर्डर गर्न सक्नुहुन्छ। हेर्नु बुके पनि त्यस्तै राम्रो बनाउनुहुन्छ, अनि त्यही माथि मान्छे पनि त्यत्तिकै राम्रै हुनुहुन्छ। अनि यो चाहिँ हामीले स्टार्टिङ हाम्रो यहाँदेखि सुरु गरेको हामीले होइन। अनि सानीलाई अहिले नै हामी के भन्छ एडभान्समा नै ह्याप्पी बर्थडे। अनि अझै अर्को बुके पनि छ, यो चाहिँ मेरो बहिनीले आफै बनाएको हो। यो पनि ट्याग गर्नु छ, दुईवटा बुके छ, दुईवटा बुके। अनि अझै हामीसँग अरू पनि के छ होइन बेबी भन्छ त के छ हामीसँग अरू धेरै त मैले देखाउँदैन बर्थडे गिफ्ट दिइसकेपछि मात्रै हो हामी सरप्राइज दिउँ भनेको बर्थडेकोले हामीलाई सरप्राइज दिन आइपुग्यो। मेहनत बेबी यता हेर, यो मेहनत के यसको के यस्तो गर्नु भएन है, तपाईँलाई पाप लाग्छ। मैले तपाईँलाई के भने यता हेर्नु, मैले तपाईँलाई के भने भरे देख्दा कसो गर्नु अरे, भरे यो देख्दा वा गल्यो नि गाली के अर्थ भयो कता भयो, म झापाबाट आएको के अर्थ भयो पागल हो। मलाई सरप्राइज दिन झापादेखि आएको अरे आफै सरप्राइज गरेको बर्थडेवाला सानी भरे सबैले देख्दा वाउ भने त यसो तिनीहरूलाई सरप्राइज दिनु पर्दैन क्या, म त्यतिकै पनि वाउ थाहा पाएर नि वाउ नै हो के भरे त यसो तपाईँ काज झन् नि धुक्ले लाएर भयो भने। हामी चाहिँ फाइनली सानीको घर आइपुग्यौँ होइन, घर छेउमा। अनि अहिले चाहिँ हाम्रो के गर्छ भने सुरुमा हामी यो बुके मात्रै लिएर जान्छौँ, अनि पछि चाहिँ हाम्रो हिरोइनको एन्ट्री हुन्छ केकसँग होइन, उहाँको इन्ट्री हुन्छ। बिहान इन्ट्री मार्नुहुन्छ उहाँले। अनि क्या एउटा कुरा आज हामीलाई निन्द्रा पनि किन लागेको छैन भने एकदम गर्मी छ नि त है, अनि निन्द्रा पनि हामीलाई लागेको छैन, कोही चाहिँ सुतिरहेको थियो, हामीलाई त हाई पनि आएको छैन आज, त्यो गर्मीले भएर क्या गर्मी पनि भएर प्लस सानीको बर्थडे पनि भएर कि त्यही भएर एक्साइटेड छौँ होइन हामी दुईजना। हामी घर जाँदाखेरि उल्टा हामीलाई सरप्राइज भनेर लटेर बसिराख्नु पऱ्यो यो दुईजना चाहिँ एकदम एक्साइटेड होइन निन्द्रा चाहिँ Happy birthday to you. Thank you. लिची खाना Happy birthday. रुन्ची आएन, अब हामी सोध्छौँ मागेर लिएर आएको हामीले हो, उसलाई मैले मागेको थिएँ क्या बिहानै। साँच्ची आएन हो, आएन। अब जाऊँ न सुत, निन्द्रा लागिरहेको छ। तपाईँ के भनेको यहाँ मलाई कस्तो निन्द्रा लागिरहेको छ होइन, त्यही भएर यो झापाकै लिची हो गरम हुन्छ हाम्रो बर्थडेको। ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु, एकचोटि फेरि एक वर्ष बुढी भएकोमा ह्याप्पी बर्थडे। फेन किन आइहाल्यो, फेन खोल्नु बिर्सेछु। अब फाइनली मेरो निन्द्रा गएको उनीहरूले नि सानी उनीहरूले क्या मलाई म सुतेको थिएँ होइन, म सुतेको थिएँ नि, यिनीहरूले मलाई होइन करेन्ट चाउचाउ खुवाएर यस्तो हजुर। ए ह्याप्पी बर्थडे अनुष्का म्याम, ह्याप्पी बर्थडे अनुष्का म्याम। कमिलाले खाइदिइसकेछ यार, कमिला नि तपाईँलाई बर्थडे विस गर्न आएछ यहाँ। सृष्टि चाहिँ सानो आएन, सृष्टि आएन, सानोको तर्फबाट हामीले तपाईँलाई यो ल्याइदिएको छौँ, सानोको तर्फबाट हो, सानोको तर्फबाट हो है, उहाँको तर्फबाट बर्थडे तर कि एउटा कुरा भनौँ, त्यो यो शब्द चाहिँ होइन कट गर्नुपर्छ कि पोर साल पनि यही साल के फर्स्ट टाइम ओइ हेर यो म गाउँमा थिएँ, यही लुगा थियो त्यो बेला पनि। अनि अर्को वर्ष अघिल्लो महिनामा अघिल्लो
छिटो बर्थडे गर्ल बर्थडे मेरो त स्पेशल सरप्राइज थियो कि आज हप्ता पनि आउने आएन आउनु पाएन को के आउनु त पाएन के होइन सबै त्यो गर्ने भनेर आउने उसको पुरा चाहना थियो कि तर ऊ आउन पाएन कारणले उसको हेलिकप्टर पर्सनल हेलिकप्टरको एउटा पाङ्रा भाइथियो बढी गर्ल छोडो बत्ती बालौँ बत्ती बालौँ न छिटो बत्ती बालौँ लु बत्ती बालौँ न छिटो निको लागिसक्यो भइरहेछ Happy birthday to you, Sunny. Oh. हाम्रो बोजू पनि आउँदै हुनुहुन्छ तितो तितो भयो नगरमा ह्यापी बर्थडे मलाई चाहिँ निन्द्रा लागिरहेछ गाइस ह्यापी बर्थडे हुँदैछ काटिङ ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु भयो ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु हात्तीले पादो पुपु हाम्रो सानी 1 वर्ष बुढी हुनुभयो उहाँले बेकरी खोल्नु आँट्नु भयो जस्तो बुझ्नु आउँदै हुनुहुन्छ ल के खानु सानी अघि जस्तै यस्तो मुखमा कपा मुखमा एउटा चाहिँ त्यो यो के बुके अर्को चाहिँ उयो माथि नै राख्छ हेर्दै माथि राख्छ हामी सबैजनाको तर्फबाट हो है सबैजनाकोबाट हो हामी 4 जना सृष्टि सुमी मालिका हो देखाउनु त यसरी देखाउनु न उल्टो भयो नि त अनि उल्टो भयो अर्को पनि एउटा त हेर केक गम्दिरहेछ आम्मामा बोलेर मजाले हेर्नु ल सबै बाटोमा झरेको एउटालाई चाहिँ धेरै दिन पछि खाएको हो नि त यसको सबैभन्दा अगाडि बर्थडे आउने अगाडि ओके हामी म क्रिम बिस्कुट त्यसरी गरेर एकचोटि
उनीहरू चाहिँ हेर न बर्थडे सरप्राइज भन्दा ऊ केक खानुमा साह्रै एक्साइटेड छ आमा हातले चट्टी चट्टी खालेर भोलि कसको बर्थडे हो हामीलाई थाहा छैन उफ्रेर आयो सबैजना हो ए सुरुमा ए भन्नु वाउ के होला है लास्टमा खोलेर खाली बक्स अरे के हैन अनलाइन रहेछ कि हैन उ केराबारी मोराङ भनेर छ कि हैन वाउ के हो अनि भेटेको हो जमाले केराबारीको भन्नु पर्छ भेटेको रहेछ तपाईको हैन राम्रो हामीलाई जाउँ भन्दै हाल्नु यसरी गर्दै है आइगा पनि आएको छ मैले देखाइ गर्न नदिने कुरा भन्दै थियो क्या वाउ पप पनि रहेछ यो मलाई दिन पप चाहिँ वाउ सानो नगर दिन्छ त भिडियोमा त्यो खोल्नु न कति ढिलो खोल्छ अनि किसिम मुनिबाट खोल्ने छ होला हौ त्यो त्यसमै होला का माथि खोइ मुनिबाट गर्ने मुनिबाट काम भयो त्यो काट्नु खाएको छ न अब धेरै खाएको केटा भन्नु जस्तो हैन भिडियो बनाउँछ भनेको त्यस्तो भनेको हैन अनि किन भन्नु काट्दा पनि अनि त्यो केटै हो खोले न ल वाउ गाइस हेर भिडियो काटिसक्यो